यो सेरोमेन इम्प्याक्सन अथवा इयरव्याक्स अब्स्ट्रक्सन भन्ने समस्या चाहिँ होइन जो कोहीलाई पनि हुँदैन होइन। यो समस्या चाहिँ तपाईँको धेरै जस्तो यो समस्याबाट जोखिममा हुनुहुने व्यक्तिहरू चाहिँ को हुन् भन्दाखेरि चाहिँ साना साना बालबालिकाहरू हुन् है। साना साना बालबालिकाहरू जसले चाहिँ जसको कानको प्वाल पनि सानो हुने गर्दछ होइन। र नेपालको कन्टेक्स्टमा चाहिँ अब कानमा चाहिँ धेरै जस्तो होइन जन्मिएपछि चाहिँ अब कानको मोमहरू चाहिँ अब अथवा इयरव्याक्सहरू चाहिँ पग्लिएर बाहिर आओस् भनेर हाम्रो आमा हजुरआमाहरूले चाहिँ तेलहरू हालिदिने गर्नुहुन्छ। सो त्यो कारणले गर्दाखेरि पनि बच्चाहरू पनि धेरै पीडित हुन्छन्, नम्बर 1। सेकेन्डली चाहिँ हजुरको वृद्ध अवस्थामा हुने व्यक्तिहरू पनि हुनुहुन्छ। किन भन्दाखेरि वृद्ध अवस्थामा व्यक्तिहरू जस्तै अब स्पेसली डिमेन्सिया भनिन्छ अथवा चाहिँ बिर्सिने रोगहरू होइन जुन चाहिँ हाम्रो हुँदछ त्यो हुने व्यक्तिहरूमा पनि यो धेरै देखिन्छ। र अर्को भनेको चाहिँ बौद्धिक रूपमा पनि अलिक अशक्त व्यक्तिहरू जो हुनुहुन्छ होइन, इन्टेलेक्चुअली इम्पेयर्ड पिपलहरू पनि हुनुहुन्छ, उहाँहरूमा पनि धेरै जस्तो यो देखिने गर्दछ। र यो बाहेक चाहिँ अरू पनि फ्याक्टरहरू छ होइन जसले गर्दा चाहिँ यसको जोखिमहरू धेरै हुनसक्छ। तीहरू भनेको चाहिँ को हुन् भन्दाखेरि जसले चाहिँ हियरिङ एड भनेको सुनाइ कम भएको भएर जुन मसिन हामीले लगाएर सुन्नमा सहायता गर्दछ त्यो मसिन लाउने हियरिङ एड युजर्सहरूलाई पनि यो धेरै हुने गर्दछ। र अर्को भनेको चाहिँ ह्याबिचुअल होइन एयर पिकिङ गर्ने, जसलाई चाहिँ एकदमै नै त्यो कान कोटाउने ह्याबिट नै बसिसकेको हुन्छ होइन, उहाँहरूमा पनि धेरै नै यो हुँदछ। किनभने तपाईँ एयर पिकिङ जब गर्नुहुन्छ त्यतिखेर चाहिँ त्यो व्याक्स चाहिँ मैले अघि भने 1/3 बाहिर मात्रै बन्ने गर्दछ, तर त्यो जुन पुस गर्ने त्यो कोटाउने बानीले गर्दाखेरि चाहिँ त्यो झन् भित्रभित्र गएर पुस हुने गर्दछ। सो यी व्यक्तिहरूलाई पनि धेरै हुने गर्दछ। र अरू भनेको चाहिँ जसको चाहिँ स्किन कन्डिसनहरू पनि जुन हुन्छ होइन, जस्तै तपाईँको चायाहरू आउने भयो होइन, यो समस्याहरूले ग्रस्त व्यक्तिहरू स्किन अरू कन्डिसन्सहरू छ भने पनि कानभित्रको जुन हाम्रो नहर भयो इयर कनाल त्यो पनि हाम्रो छालाले नै सराउन्ड गरेको हुन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि स्किन कन्डिसनको व्यक्तिहरूलाई र यो चाहिँ अरू कानकै समस्या हुने व्यक्तिहरूमा पनि यो हुने गर्दछ। जस्तै तपाईँको एनाटोमिकली स्ट्रक्चरली नै होइन हेर्दाखेरि चाहिँ सानो साँगुरो नली हुनेहरूमा पनि हुने गर्दछ होइन। इयर कनाल स्टेनोसिस भनेर भन्छ कतिजनाको होइन। र अर्को भनेको चाहिँ कन्डिसन्स लाइक एक्जोस्टोसिस, अस्टियोमास, केराटिटिस अब्टुरेन्सहरू भन्ने हुन्छ। यी सबै समस्याहरूमा पनि यो कानको इयरव्याक्स इन्फेक्सन्सहरू चाहिँ धेरै हुने गर्दछ।